नमस्कार सम्पूर्ण दर्शक महानुभावहरुमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछु। म हुँ दीपक अर्याल। तपाई हेर्दै हुनुहुन्छ नेपाल दीप च्यानल। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। कस्तो लाग्छ पुरा भिडियो हेरिसकेपछि एक लाइक, एक कमेन्ट अवश्य गरिदिनु होला। आज तपाईहरुलाई सिक्ने र सिकाउने अभियान अन्तर्गत मास्टर अफ सेरेमोनी उद्घोषण कला के हो त उद्घोषण कला भनेको यसको बारेमा तपाईहरुलाई सिकाउने कोसिस गर्छु। कृपया पुरा भिडियो हेर्नु होला। तपाईहरुलाई यसबाट धेरै ज्ञान सिकाउने कोसिस गरिरहेको छु। आइस ब्रेकर हामी कुनै पनि मञ्चमा कार्यक्रम शुभारम्भ गर्नुभन्दा पहिला त्यहाँ धेरै मासहरु बस्नु भएको हुन्छ। त्यो मासलाई हामीले प्रभावित पार्ने गरी उहाँलाई आफूसँगतिर ध्यान केन्द्रित गर्ने उद्देश्यले त्यो आइस ब्रेकरको सुरुवात गरिन्छ। तपाईहरु आइस ब्रेकरहरु के हुन सक्छ त? अब नम्बर 1 आइस ब्रेकर भनेको के हो? यसमा ठूला विद्वानहरुको भनाइहरु रहने गर्दछ, कुनै श्लोकहरु रहने गर्दछ, कुनै कविताहरु, गीतहरुबाट शुभारम्भ गर्न सकिन्छ। स्थान, ठाउँ, परिवेश अनुसार यो जुन हाम्रो आइस ब्रेकरलाई प्रयोग गर्ने गर्दछौं। मैले तपाईलाई शुभारम्भमा एउटा आइस ब्रेकर सुनाउने गरिरहेको छु। तपाईको परिचय तपाईको व्यक्तित्व होइन, तपाईको व्यक्तित्व तपाईको परिचय हो। जस्तै तपाई कस्तो हुनुहुन्छ भन्ने कुरा तपाईलाई तपाईको बोलीले म यो हुँ भनेर भन्दा पनि तपाईको व्यवहारले चिनाउने गर्दछ। यस्तो चीजलाई हामी भनाइले लिएर गयौं, यो चाहिँ हाम्रो आइस ब्रेकर रहने गर्दछ। कार्यक्रममा रहँदै गर्दा हामीले दोस्रो अर्को कुरा, तपाई कार्यक्रम सञ्चालन गर्न जाँदै हुनुहुन्छ अथवा कार्यक्रम शुभारम्भ गर्दै हुनुहुन्छ। तपाईलाई त मास्टर होला 10 जना, 15 जना, 20 जना चिन्नु भएको होला, तर त्यो 100 व्यक्तिहरु त्यो मासमा हुनुहुन्छ भने तपाईले चिन्नु भएको हुँदैन। त्यसैले तपाई त्यहाँ जाने र टक्क तपाईं आइस ब्रेकर गर्नुहुन्छ अनि नमस्कार, मेरो नाम दीपक अर्याल, जन्मघर मालिका 4 गुल्मी हाल बुटवल। यस्तै मैले भने जस्तै तपाईको आफ्नो परिचय सर्र दिनु होला। त्यहाँ एउटा दम रहन्छ। किनकि त्यति धेरै व्यक्तिले म दीपक अर्याल भनिरहेछु भनेर चाहिँ उहाँले आज कार्यक्रम सञ्चालन को रहेछ भनेर उहाँले सोच्नु पर्दैन। अनि तपाईको त्यहाँ के रहन्छ अनि स्वागत मन्तव्य कार्यक्रम रहन्छ। हामी स्वागत मन्तव्य कसरी राख्छौं त? यो स्वागत मन्तव्य कसरी राख्ने हुन्छ? अहिले त धेरै कार्यक्रमहरु, विभिन्न क्लबहरु, संघ संगठन, पार्टीहरुको लगायत विभिन्न ठाउँहरुमा एउटा प्रक्रिया औपचारिक कार्यक्रम रह्यो भने सम्पूर्ण व्यवस्थापन गरिएको हुन्छ। स्वागतको लागि उहाँले निम्ताइन्छ। उहाँले कसरी बोल्नुहुन्छ त? सर्टकटमा त बोल्छु। त्यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट र आयोजक संस्थाको तर्फबाट कार्यक्रम सञ्चालन आयोजक संस्थाको बारेमा केही छोटो जानकारी दिने। आजको कार्यक्रम जागरण एकाडेमी तथा रिट्रिट सेन्टर प्रणालीले आयोजना गरेको कार्यक्रम हो, जुन पब्लिक स्पिकिङ सेक्सन अन्तर्गत पर्दछ, जसभित्र हामीले कसरी बोल्ने, बोल्न त हामी 2 वर्षको समयदेखि बोल्ने गरिरहेका छौं, तर कुन ठाउँमा सत्य, तथ्य, विचारबाट अगाडि बढ्ने त त्यो बारेमा हामीले बोल्नु पर्यो। अनि मात्र त्यहाँको मासले तपाईहरुलाई बुझ्ने गर्दछ। अनि कार्यक्रमको महत्त्व बारेमा केही दर्शाउने काम गर्नुपर्ने हुन्छ। आजको कार्यक्रम हामीले हामी भित्र रहेको क्षमता, दक्षतालाई बाहिर उजागर गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका छौं। यसमा तपाईहरुले धेरै कुराहरु सिक्न सक्नुहुनेछ र तपाईहरुले सिकेको कुराहरु तपाईको टोल, छिमेक र समुदायमा तपाईले प्रयोग गर्न सक्नुहुनेछ भनेर त्यो विषयवस्तुको बारेमा थोरै झलक देखाइदिने। अनि त्यसपछि अर्को रहेको हुन्छ, त्यसपछिको कार्यक्रम आसन ग्रहणतर्फ जाने गर्दछ। आसन ग्रहण कार्यक्रममा कुनै पनि ठाउँमा आसन ग्रहण गराउँदै गर्दा त्यस
संस्थाको अध्यक्ष रहने गर्नुहुन्छ। ऊ अध्यक्षलाई सभापतिको आसन ग्रहण गराइन्छ। सभापतिको अनुमतिबाट हामी अन्य अतिथिहरूलाई क्रमशः प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू लगातार त्यसपछि उहाँहरूको पालो आउने गर्दछ र उहाँहरूलाई आसन ग्रहण गराइन्छ। यसपछिको सेसन रहन्छ स्वागत मन्तव्य। स्वागत मन्तव्य कसले दिने त? कसले दिन्छ त? स्वागत मन्तव्यको लागि यही व्यक्ति नै चाहिन्छ र यो संस्थाको यो पोस्टको व्यक्तिले गर्नुपर्छ भन्ने हुँदैन। संस्थाको अध्यक्ष सभापतिको आसन ग्रहण गरिसकेपछि उपाध्यक्ष सचिवले कार्यक्रम सञ्चालन गरिरहेको हुन्छ अथवा उद्घोषक प्रायः कार्यक्रमकै बिचमा रहने गर्दछ। अन्य सदस्यहरूले पनि मन्तव्य दिन सक्नुहुनेछ। यो स्टेपमा त्यसरी जान्छ। अनि हामी स्वागत मन्तव्यमा विभिन्न धाराहरू राख्न सक्छौँ। त्यो आएको मासलाई सम्बोधन गर्दै स्वागत गीतबाट, नाचबाट, अन्य कार्यक्रमहरू छ भने ब्यानरहरू, ब्याचहरू आफूले खोलेर पनि कार्यक्रमको अगाडि, शुभारम्भ अगाडि हामीले स्वागत गर्ने प्रक्रिया रहन्छ। अब कार्यक्रम कुन विषयवस्तुमा रहेको छ? कार्यक्रमको उद्घाटन चाहिँ त्यसपछि रहने गर्दछ। कार्यक्रम उद्घाटन गर्नको लागि प्रमुख अतिथि, अन्य सभाध्यक्ष लगायत सम्पूर्ण विशिष्ट व्यक्तिहरूले उद्घाटन गर्न सक्नुहुनेछ। कुन कार्यक्रम छ, कस्तो खालको कार्यक्रम छ, कुन ठाउँमा छौँ, कुनै ठाउँमा दीप प्रज्वलन गरेर कार्यक्रम सञ्चालन गरिन्छ, कुनै ठाउँमा ब्याचहरू अथवा ब्यानरहरू खोलेर प्रयोग गरिन्छ, अथवा कुनै ठाउँमा नाचगान गरेर उद्घाटन गरिन्छ। यो ठाउँ र परिवेश अनुसार कार्यक्रमलाई उद्घाटन गरिन्छ। यसपछिको अब स्वागत मन्तव्यको प्रक्रिया रहने गर्दछ। स्वागत मन्तव्यमा हामीले आसन ग्रहणको क्रममा जसरी माथि विशिष्ट व्यक्तिहरूबाट क्रमशः तल राखिएको हुन्छ भने मन्तव्य दिने क्रममा हामी तलको अतिथिबाट क्रमशः हामी विशिष्ट र सभाध्यक्षको भनाइ पश्चात अन्त्य गरिन्छ। त्यसपछि अन्य मन्तव्यहरू क्रमशः राख्ने गरिन्छ। अनि संयोजकको तर्फबाट अथवा कार्यक्रमको अध्यक्षको तर्फबाट कार्यक्रम अध्यक्षले त्यहाँ भएको कार्यक्रमको बारेमा जानकारी गराइन्छ। संयोजकबाट धन्यवाद ज्ञापन गरिन्छ। अनि बिचमा त्यहाँ आएको प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई मायाको चिन्ह, टोकन अफ लभ वितरण गरिसकेपछि सभापति अथवा सभाध्यक्षबाट उक्त कार्यक्रमको सम्बोधनसहित विसर्जन गरिन्छ। त्यसपश्चात चियापान गर्ने क्रम रहन्छ। चियापानबाट कार्यक्रमलाई समाप्त गरिन्छ। यो रहेको थियो एउटा मास्टर अफ सेरेमोनीले एउटा कुनै पनि औपचारिक कार्यक्रम गर्दै गर्दा यति कुराहरूलाई फलो गर्दा अगाडि बढ्नुपर्ने हुन्छ। तपाईँलाई कस्तो लाग्यो? यति बेलासम्म धीरतापूर्वक हाम्रो भिडियो हेरिदिनु भयो। जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला। तपाईँहरूलाई अर्को पार्टमा अर्को विषयवस्तुको बारेमा फेरि भिडियो लिएर आउँदैछौँ। यहाँहरूको बाँकी पल शुभ रहोस्। धन्यवाद।